हे गाइज वेलकम ब्याक टु माई युट्युब च्यानल होइन सबैजनालाई ह्याप्पी महाशिवरात्रि। महाशिवरात्रि चाहिँ भोलि हो। आज चाहिँ मैले अ डे बिफोर महाशिवरात्रि भ्लग बनाउँदैछु। पशुपति जान लागेको, पशुपतिको अब वरिपरि डेकोरेसनहरू के कस्तो गरेको छ होइन शिवरात्रिको लागि सबै देखाउने छु हजुरहरूलाई। स्टे ट्युन है त गाइज। चाहिँ अहिले पशुपति एरियाभित्र छिरिसकेँ होइन। म चाहिँ ठ्याक्कै यो गाईगोठनिर छु है पशुपतिको। मलाई कस्तो शिवरात्रिको भाइब्स पनि आइरहेको छ। अनि यहाँ पहिला हाम्रो घर पनि थियो, अहिले चाहिँ छैन होइन स्याडली। यो पुरानो बाल्यकालहरू बितेको ठाउँ हो हाम्रो चाहिँ है, मेरो भन्नुपर्दा। कति खेल्थ्यो हामी है, मन्दिरहरू अझै याद छ मलाई। भनेर घर थियो दुईवटा, यहाँ दुईवटा घर थियो या। अनि शिवरात्रि भन्ने बित्तिकै मलाई चाहिँ गाइज सानो बेलाको याद आउँछ कि हामी सानो बेलामा चाहिँ मेरो ठुलो मम्मीको पसल हुँदाखेरि यहाँ पशुपतिमा हामीले चाहिँ बेलपत्रहरू फुलहरू होइन त्यस्तै वर्सिपको लागि चाहिने सामानहरू बेच्थ्यो कि मेरो ठुलो मम्मीले। अनि हामीले चाहिँ ठाउँ ठाउँमा बाटोमा बाटो रोक्ने गर्थ्यौँ होइन। शिवजीलाई जाडो भयो भन्दै, शिवजीलाई जाडो भयो 2-3 पैसा दिनु भन्दै हुन्छ नि, बाटोहरू रोक्थ्यो ओर्थ्यो होइन। सानो बाल्यकालको पनहरू यादहरू अझै आइरहेको छ। डु कमेन्ट है कसले त्यस्तो गर्नुभएको थियो है या। यस्तो भाइब्स एनर्जी आइरहेको छ यो ठाउँमा है। धेरै पछि आएको म, दर्शन चाहिँ गर्नुहुन्न तर यसो घुम्न हो नि आएको म। यस सानिध्यमा हुने मारुतिलाई सहयोग गर्नुभएको छ। यहाँहरूलाई पनि